सबैभन्दा पहिला यो दृश्यलाई हेरौँ है त। यो दृश्य हेरिसक्नुभयो। यो दृश्य हो डोटीको। डोटीका एकजना बासिन्दाले रोडमै गोरु नारेर हलो जोतिरहेका छन्। हलो जोत्नुको मुख्य कारण त्यही रोड 20 वर्ष पहिला पिच हुने भनेको आजसम्म पिच नहुँदा त्यहाँका बासिन्दाले रोडमै गोरु नारेर हलो जोतिरहेका छन्। तपाईँ के भन्न चाहनुहुन्छ उहाँलाई? तपाईँका मनमा लागेका कुराहरू तपाईँले कमेन्ट बक्समा गएर कमेन्ट गर्न सक्नुहुनेछ।